हेलो, आज चाहिँ हामी हेटौडाको लामसुरे धापमा रहेको मानव सेवा आश्रममा छौं। हामी चाहिँ आज हाम्रो हजुरआमाको 45औं पुण्यतिथिको अवसर पारेर यहाँ भोजन गराउन आएका छौं। ल अब यता म हजुरहरूलाई देखाउँछु है त कस्तो छ भनेर। नमस्ते। पुस्तकको नाम आएन त्यसमा। कहाँ? त्यहाँ त्यो बोर्डमा तिम्रो नाम आएको कहाँनिर बोर्डमा? राजन दाई चटपटे खाने? अनि अघि खानु हुँदैन भने हैन? चटपटी पनि खाँदा के हुन्छ र? चटपटे खाना त्यो तपाईँ बिरामी हुनुहुन्छ अरे नि त? होइन होइन, बरु कोक खायो भने चाहिँ बिमारी हुन्छ। कोक खायो भने चटपटे खायो भने हुँदैन? हुँदैन। दिनु न पैसा। ल एकछिन पछि ल हाई गरिदिनु त। दिइहाल्नु न त। ल एकछिनमा है दाइ दिइहाल्नु न। ल उता गाई आउँदैन। ए हुन्छ हुन्छ। यहाँ कहाँनिर हाम्रो नाम आएन भन्छ बिनाजुले? यहाँ चाहिँ सबैजना भोजनको लागि तयारी भएर बस्नु भएको छ। अब केही समयमै सायद भोजन गराइन्छ उहाँहरूलाई। कति रमाइलो, कति वेल म्यानेज छ यहाँ सबै थोकहरू। एकदमै म्यानेजमेन्ट एकदमै राम्रो लाग्यो मलाई चाहिँ। उहाँहरू चाहिँ सुत्ने कोठाहरूदेखि लिएर उहाँहरूलाई चाहिँ अब कपालहरू काट्न ओर्न, दाढी काट्न ओर्न युज गरिने सलुनहरू एकदमै वेल म्यानेज छ यो ठाउँ। नमस्ते। नमस्कार। यहाँ अर्को पनि रहेछ किचन। यहाँ चाहिँ अर्को नमस्ते। अर्को टोली हुनुहुन्छ यहाँ खाना खान बस्नु भएको। नमस्ते सबैजनालाई। हजुर कहाँ जाने? के भन्नु भएको हो उहाँले बुझिनँ मैले। आमा हुनु भोलि घर जाने अरे? उयो रेस्ट गरिराख्नु भएको छ यहाँ। हामी चाहिँ अहिले चाहिँ गाईहरू पाल्नु भएको छ अरे। गाई पालन कता भएको छ हामी चाहिँ त्यतातर्फ जाँदैछौँ। हामी चाहिँ यता गौशालामा छौँ। कति ठुलो बुल। यो बुल चाहिँ सायद ब्रिडिङ पर्पसको लागि नै हो सायद होइन? एकदमै ठुलो। ओ माई गड, हेरेको पनि कस्तो डर लाग्दो। मैले केही भनेको छैन, भिडियो खिच्नु मात्रै हो। Hi guys. अनि यसको बच्चा चाहिँ छैन कुनैको पनि? बच्चा रहन्छ ए हो। मजाले खाने ठाउँ पनि कति राम्रो के। साँडे हेर्छु न, साँडे आमामामा। हाय बेबी, के छ त? कोनी दिम तिमीलाई? कोनी दिम? गौमातालाई कोनी दिम? गए त म। बाई बाई। आमै किन यो खुवाउनलाई खानको लागि हो त यो? यहाँ चाहिँ हाँसहरू पनि राखेको रहेछ। आमै 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 आमै। Shut up! Shut up! Guys, calm down. Oh, it worked! Go! Oh my god! Guys, calm down, guys. Calm down. Calm down. यहाँ नर्सरी रहेछ। फुल लान त खोइ थाहा भएन दाजु। जाने भित्र?
यहाँ त तरकारीहरूको मात्र धेरै सस्तो छ किन इन्डोर प्लान्टहरू रहेछ अनि तरकारी अनि यहाँ इन्डोर प्लान्ट त अलिअलि छ चम्सुर सोध्नु पर्यो यहाँ खुर्सानी कस्तो मजाले फल्न लाग्यो हाई Hi. सो कस्तो फिल भइरहेछ त हजुरलाई मजा आएर रमाइलो भइरहेछ है रमाइलो भइरहेछ ल ठिक छ एकदम यहाँ चाहिँ पिङ पनि रहेछ तल चुड्नु लाएर है चुट्टिएर लागेछ सबै पानी हो नि तल यो खाना खाने टाइम भयो उहाँहरूको ए अहिले चाहिँ हामी यहाँ खाना खुवाउने क्रममा छौँ अब एकछिनमा उपासना मानव सेवा